हेलो एभ्रिवान, मैले चाहिँ अब बनाउन लागेको छु एडी। तपाईले खानुभएको होला। यो चाहिँ हो जिरा चाहिँ पड्काउनुपर्छ, पड्काएर दामी स्वाद आउँछ। यो हो चाहिँ प्याज, यो चाहिँ अब अदुवा लसुन अनि खोर्सानी, किनकि यो स्पाइसी हो नि त, स्पाइसी एडी बनाएको। यो चाहिँ पानी हो, उमाल्दैछु। यो हो एडी बनाउनु चाहिँ साह्रो टाइम लाग्छ। यसरी उम्लेपछि चाहिँ त्यसमा चाहिँ एडी हालिदिनुहोस् होला। एडीलाई मजाले यसरी धुनुहोस् होला। धुएर चाहिँ थुक्पा बनाएको जस्तो धुनुहोस् मजाले, पानी हालेर, टालिँदैन। अब यसलाई मजाले धुएपछि चाहिँ यसलाई एकछिनको लागि छोडिदिनुहोस्, किनकि यसको पानी तर्किन्छ। अनि तेलमा जिरा पड्काउनुहोस्, जिरा मजाले कालो कालो हुनु दिनुहोस्। प्याज हाल्नुहोस्, प्याजलाई मजाले रातो रातो बनाएर चाहिँ हाल्नुहोस्। त्यसमाथि टमाटर, त्यसलाई मजाले चलाउनुहोस् पहिला। मजाले पाक्न दिनुहोस्, अलिकति नरम नरम होस्। अनि त्यसको पछि मेरो चाहिँ यो नानीको खाना हो। हल्दी हाल्नुहोस्, त्यहाँदेखि अलिकति तिखा लाल हाल्नुहोस् रङको लागि। चलाउनुहोस्। तिखा लाल हाल्नुहोस् रङको लागि चाहिँ, रेड कलरको लागि चाहिँ। त्यहाँदेखि चलाउनुहोस्, चलाएर एकछिन छोप्नुहोस्। यो चाहिँ तर्केर यस्तो हुन्छ। एडी तर्किसकेपछि चाहिँ पानी सुकेपछि चाहिँ यस्तो हुन्छ। प्याजलाई टमाटर हाल्नुहोस्, टमाटर हालेर मजाले चलाउनुहोस्। नुन हाल्नुहोस्, त्यसपछि स्वाद अनुसार। त्यसलाई मजाले चलाउनुहोस्। म फर्स्ट टाइम बनाएको हो नि त, त्यही कारण चाहिँ अलिअलि म अलिकति अड्किँदैछु। यसको चाहिँ त्यसको बास्ना चाहिँ मिठो आउँदैछ। 2 मिनेटको लागि छोप्नुहोस्। छोपेर निकालेपछि यस्तो हुन्छ। त्यसपछि हालिदिनुहोस् त्यो पेस्ट गरेको सामान, खोर्सानी अदुवा लसुन। त्यसलाई मजाले चलाउनुहोस्। दुई मिनेटको लागि छोपिदिनुहोस्। यहाँ हाम्रो अर्ग्यानिक सिमी भर्खर भर्खर टिपेर ल्याएको मम्मीले, फ्रेस। अब त्यो 2 मिनेट भइसक्यो। अब त्यसमा हाल्नुपर्छ अब एडी हालिदिनुहोस्। बिस्तारै हाल्नुहोस्, नभए डल्लै घोप्टिन्छ। अनि त्यसलाई मजाले चलाउनुहोस्।
राख्दैन तर गरम भइसक्यो होला अब चाहिँ मम्मीले चाख्नुहुन्छ किनकि मम्मीको अनुसार बनाएको पिरो मिठो बारे दामी बारे तर मैले चाख्दा चाहिँ साह्रै पिरो भएको थियो